प्राचीन समयमा संसार पाप र अन्यायले भरिएको थियो। मानिसहरूले परमेश्वरलाई बिर्सिएका थिए। उनीहरू आफ्नो मनले चाहेको कुरा गर्थे। झगडा, धोका र अन्धकारले पृथ्वी ढाकिएको थियो। तर त्यस संसारमा एउटै मानिस थिए जसले परमेश्वरको बाटो पछ्याउँथे, नोहा। उनी धार्मिक, सच्चा र विश्वासयोग्य व्यक्ति थिए। परमेश्वरले यो अराजकता देख्नुभयो र भन्नुभयो, म पृथ्वीमा ठूलो बाढी ल्याउनेछु र सबै जीवनलाई समाप्त पार्नेछु। तर नोहा परमेश्वरको आँखामा कृपाको पात्र बने। एक दिन परमेश्वरले नोहासँग भन्नुभयो, तिमी एक ठूलो डुङ्गा बनाऊ, एउटै डुङ्गा जसले तिमीको परिवार र हरेक जातिका दुई जनावरलाई सुरक्षित राख्नेछ। नोहाले आज्ञा माने। उनले कुनै प्रश्न गरेनन्। उनले काठ जम्मा गरे, योजना बनाए र डुङ्गा बनाउन थाले। मानिसहरूले उनलाई हाँसे, उनलाई पागल भने। तर नोहा विचलित भएनन्। उनले धेरै वर्षसम्म डुङ्गा बनाए। जब डुङ्गा तयार भयो, परमेश्वरले आकाशका चराहरू, जङ्गलका जनावरहरू र सबै प्रकारका प्राणीहरूलाई नोहासँग डुङ्गामा जान आदेश दिनुभयो। सबै जनावरहरू दुईको जोडीमा आए र डुङ्गामा प्रवेश गरे। नोहा, उनकी श्रीमती, उनका 3 छोराहरू सेम, हाम र याफेत र तिनीहरूको पत्नीहरू सबै डुङ्गामा छिरे। अनि परमेश्वरले ढोका बन्द गरिदिनुभयो। त्यसपछि वर्षा सुरु भयो। पानी 40 दिन र 40 रातसम्म अविरल झरिरह्यो। बाढी आयो र सबै थलोहरू डुबायो। पहाडहरू पनि पानीले ढाकिए। तर डुङ्गामा रहेका सबै सुरक्षित थिए, किनभने परमेश्वरले तिनीहरूको रक्षा गर्नुभयो। थुप्रै हप्तापछि पानी बिस्तारै घट्न थाल्यो। डुङ्गा एउटा पहाड आरारातमा अडियो। नोहाले पहिलो चोटि एक काग पठाए, त्यसपछि परेवा पठाए, जसले फर्केर हरियो पात ल्यायो। यो सङ्केत थियो जीवन फेरि सुरु भएको थियो। जब जमिन सुक्यो, नोहा र उनका परिवार जनावरहरूसँग डुङ्गाबाट बाहिर निस्किए। नोहाले परमेश्वरलाई बलिदान चढाए। त्यसबापत परमेश्वरले इन्द्रेणी आकाशमा देखाएर एउटा वाचा गर्नुभयो, म फेरि कहिल्यै पृथ्वीमा यस्तो बाढी ल्याउने छैन। यो इन्द्रेणी मेरो वाचाको चिन्ह हो। यो कथा विश्वास, आज्ञापालन र परमेश्वरको करुणाको सन्देश हो। नोहाको जस्तै हाम्रो जीवनमा पनि जब हामी विश्वासपूर्वक परमेश्वरमा भरोसा गर्छौं, उहाँ सधैँ हाम्रो सुरक्षा गर्नुहुन्छ।